यहाँ कसरी आफूले गराउनु ल बिस्तारै बिस्तारै बिहेको दिनसम्म आइपुग्यो हामी है। हाम्रो बेहुला चाहिँ त्यही हो है। आज घर सजाइयो के अरे। अब अहिले यसो घरको देखाउँला बाहिरबाट अहिले निस्केर देखाउनु। हामी चाहिँ सबै घरमा जम्मा भइराखौँ। अङ्कल हुनुहुन्छ, दुलाको बुवा, दुलाको मम्मी हुनुहुन्छ चाहिँ, दुलाको भाइ, दुलाको सबै फ्यामिली छौँ है त हामी यहाँ है। इन्चै रक्स्याउ यो गाइज वेलकम ब्याक टु माई च्यानल है त 470 ब्लग्स। आज अब फाइनली केटोको राजनको बिहेको दिन नै आयो है त। आज घर सजाउने काम। अब भोलि चाहिँ हाम्रो मेहन्दीको प्रोग्राम छ, त्यसपछि हामी मेहन्दीमा जान्छौँ भोलि। अनि पर्सि बिहे, निकोसी रिसेप्सन लगातार भेटौँला है त। आज हामीले घर चाहिँ डेकोरेट गरेका छौँ है त। घर चाहिँ यस्तो भएको डेकोरेट गरेर है त। डेकोरेसनको नाइके छन् माथि है त। यहाँबाट ट्याक्क दुला दुलै छिर्छन्। ल नाचौँ है गाइज, नाचौँ। बिहेको माहौलको रमझम त हुनु पर्यो। नाचौ नाचौ, खै नाचेको। हेलो हेलो गाइज, बिहे गरेर नाइट भ्यू यस्तो देखिरहेको छ है त। हाम्रो यसो अलिअलि सरसामान किनेर आइयो के अरे। ल केरा आइदियो, केराको थम्बा। आज केराको थम्बा राख्ने दिन गेटमा। मैले भिडियो बनाउनलाई छोडिदिएको कि। ल हाम्रो कोरियाबाट मान्छे बोलाइयो है त। केराको थम्बा बोक्न साथीभाइ जम्बा। जहिले ट्याक्क गार्डन सफा हार्दै हुनुहुन्छ है त। अनि भिनाजुले चाहिँ यसो फुलहरू सफा हार्दै हुनुहुन्छ है त। हामी दुईटा ज्वाइँले चाहिँ हैन सफा सुग्घरको डिपार्टमेन्ट चाहिँ सम्हाल्ने भन्ने कुरा हो। यो गार्डनलाई कसरी राम्रो हुन्छ त्यो चाहिँ जिम्मा दिइयो होइन। र हामीले केराको थम्बा नि हानियो है त गेटमा। अनि केटो बाइकमा बसेर त्यहाँ खुसी भएर भोलि बुढी ल्याएर आउने भनेर है त। यस्तो देखिरहेको हाम्रो गेट बनाउँदाखेरिको सिनारियो चाहिँ। अब यसमा बाँस हाल्ने हो। यहाँ भइसक्यो रमाइलो।
साथीलाई माला शिल्पा किराखा हुन्छ लगेटा तयार मेहन्दीमा जानु लाग्यो के छ जुलाको भाइ जुत्तो साट्दै हो मेहन्दीमा जानु लाग्छ हामीहरू चाहिँ अब हिँडेजु यो ल बिहेको ब्यानर लगायो है त शुभ विवाह राजन कविता भाउजू है त रुजा भाइ रुजा ल अगाडिको गाडी हो त्यो एमजीमा चाहिँ हाम्रो राजन सर हुनुहुन्छ है त हामी यहाँ पछाडि है त अगाडि चाहिँ बहिनी टोलीहरू ल नानु ल अगाडिको गाडीमा चाहिँ राजन छ यो सुभाष दाइको यो भ्लगमा हैन मेरो पनि सबैलाई नमस्ते हैन अनि आज हाम्रो दाइको बिहेको मेहन्दी मनाउनलाई हामी सबैजना तयारी भएर जान लागेका छौँ हामी बाटोमा भेट्दै गरौँ है फेरि है अलि लामो बनाउनु पर्यो कि दाइ भिडियो मेहन्दीमा चाहिँ अब सबैले के भन्छ पटेका के भन्छ त्यसलाई कलर स्मोक बारेर चाहिँ अब हामी प्रस्थान गर्ने किन्न लागिरहेको छौँ खोइ त बालेको खोइ बाई गाइज बाई ल क्यामेराम्यान मित्रहरू आउँदै गर्नु ल ठिक हो केटा हामी आयो है त यहाँ त्यसलाई लिन हो के मेहन्दी गर्न मेहन्दी भोलि लिन आउने ठिक छ गाइज ठिक छ ढुकढुक भएको छ रे है दुलालाई ल बुके समातेर केटो रेडी छ मेहंदी लगा के रखना डोरी सजा के रखना लेने तुझे ओ गोरी आएगा तेरे सजना मेहंदी लगा के रखना तिमी यो नि बालो ल ल मैले नि पाउँछु कि त्यसमा ठाउँ त हल्का मैले सानसानो क्यामेराम्यान है ल हाम्रो ठाउँमा पुगिसक्यौँ हामी है त फाइनली नाच्ने भयो नाचौँ है गाइज नाच्ने भयो नाचौँ फाइनली राजनको ससुराली आइयो ल फाइनली राजनको ससुराली आइयो है त विना चाहिँ हामी ल राजनको ससुराली आइयो मेहन्दीको कार्यक्रम हुँदैछ है त हाम्रो कतिखेर हुन्छ हामी भ्याएर जान्छौँ घर फेरि माथि हाल्नु
मोटी टिस्यूको व्यवस्था शाही जोड़ा पहन के आई जो बंधन पे वही पुरा नाम लेनुपर्छ होइन नेपालीमा लेखिस् कि इङ्ग्लिसमा के को स्पेलिङ यसो लाइट नछिदिनु है राखिरहनु है एकअर्कालाई हेर्नु है यत्रो फोन आउँदा उठाइदेन यार मेन्डीबाट फर्किन लाग्यो है नियन्दाइको ल यो 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 हाम्रो टोली मेन्डी गरेर फर्किन लाग्यो थाहा पाएन क्या है त जाम ल अब हल्दीको यहाँ चाहिँ घरको हल्दी है त राजदेव दोस्त हल्दीको राति है त अब हल्दिनु त एकछिनमा आज आएको गाइजहरू है त हल्दीको दिन टुरिस्टहरू होइन नगरौँ फेरि भोलि रुगा लाग्ला यसलाई यसरी लगाइदिनु अब हातैले लगाइदिनु होइन यसले लाउनु त्यो हात सबले हामीले लगाइदिनु के वर लगाइदिनु ल अब लगाइदिनु अब हामीले लगाइदिनु होइन दारी भित्र देखिनु यो त नछोड्नु साथै रहेछ यार ह्याप्पी हल्दी ल जान एक फोटो अब तुम आ जा दो बेटा जाओ अब तुम आ जा दो फोटो 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 गण्डकी बर्देशा घाट सुस्तापुर वर्णपल प्रमण्डल अन्तर्गत नगरपालिका दिन है नगरपालिका ठिक छ गुड मर्निङ अर्को सुत्या छ हाम्रो पञ्चे बाजा नि आइसक्यो बाजाको टोलीहरू पनि हुनुहुन्छ यहाँ है च्याट्ट लाएर नाच्ने हो अब हो नि एकदम गर शान्तिको पूजा भइरहेछ सब गर शान्त सन्डे अब चाहिँ है दाउरा हाली गर शान्त बनाइदियो खोज्दै त्यही हो जौलु त्यही हो हामी जन्ती जानलाई रेडी भइरहेछौँ है त
ल ब्याउलो ठुम्रिँदैछ है त कपडा लाएर मोती सोती लाएर रेडी छ केटो मिले होइन यो ल ब्याउलो रेडी भयो है त ल हाम्रो सुदीप नि आइपुग्यो भर्खरै केटो लाउ लगाएर जाने दुलैले लिन कोही यहाँ राखेर बसेको कोही चाहिँ छप्काइदिने अरे जुत्ता जुत्ता ल हामीले एकदम जन्तीको लागि मान्छे रेडी पारिसक्यौँ है त जन्ती भयो इम्पोर्टेड सुट अनि एक्सपोर्टेड कपी प्लेजर है त हामीहरू सबै रेडी भइसक्यौँ जन्ती जानलाई अब दुलालाई रेडी पारिँदैछ है त अनि यो चाहिँ दुला बस्ने गाडी सजिसक्यो झलमल पारेर जन्ती जाने गाडी आयो भने ब्यानर लगाइन्छ सट्ट गइन्छ चस्मा लासी कन्फिडेन्ट सरी ल ब्यानर नि लाग्यो गाडीमा है त एउटा यहाँ छ अर्को चाहिँ त्यो गाडीमा सट्ट ब्यानर हालियो अब हामी गइन्छ जन्ती ल जन्तीहरू माला लगाएर रेडी ल यो नि भयो है त स्कर्पियो पनि अनि यहाँ बेहुलो हिँड्ने गाडी भइहाल्यो सजिएर ठिक्क अब माला लाउने हो जन्ती जानलाई माला लाउने हो माला जन्ती जानलाई माला लगाएर जाने हो त्यसपछि ल माला लगाउने हिँड्यो केटा हो माला ल रेडी छौँ हामी जन्ती जानलाई है त माला भयो भैया क्या शादी है रेडी है कितना फोटो खींचना आइजा फोटो गेट कलशलाई अगाडि राख्ने रे कता हो कलश अगाडि दिने ल यो बसमा हैन ट्याडी अलि अंकल जानी हैन र बेहुलो गयो के रे अब हामी चट्ट गाडीमा जानुपर्छ हाम्रो गाडीहरु रेडी छन् रहेछ त बाजा नि हाम्रो गाडीमा आयो फाइनली ल हल्ला गर है केटा ल फाइनली हामी पार्टी प्यालेसमा आइयो है त यहाँ चाहिँ पार्टी प्यालेस हो है हाम्रो जन्ती टोली चाहिँ बाहिर बसिरहेको छ अब एकदम नारा बजा यहाँ धामधुम पारा हुन्छ त्यसपछि अनि भित्र छिर्ने है त ल ठिक छ नि होइन
हामी पार्टी प्यालेसमा आइसक्यौँ है। अब हामी जन्ती टोली भित्र छिर्नु बाँकी छ होइन त? पुरै छ ल। यो ल ठिक छ ल। हामीसँग ब्याउलाको छाता नि छ, अब ब्याउलाई भित्र छिराउने हो होइन। ल है त ब्याउलाको प्रवेश हुँदैछ। ल ल ल ल ल केटा हिरोलाई देखाइदियो, हिरोलाई देखाइदियो। भिडियोमा होइन, गोप्रो हाम्रो भ्लगमा त हामी आइहाल्छौँ, मेन भिडियोमा नै आउनु पर्यो। ब्याउलीको आगमन भयो है त। कन्यादानको प्रोसेस भइरहेछ है त। गोडाधुनी प्रोसेस भइरहेछ है त। यहाँ छन् हाम्रो सेलिब्रेटीहरू आजको है त। आज र भोलिको सेलिब्रेटी त्यो पर्सपछि उस्तै हो त्यसपछि होइन। सदानंदम रूपिणो कर्मणो निर्वाय समाया शक्ति विमंडिता विद्या योगात काल कर्म शोभा विभूति। यो चाहिँ गोरा धोइसकेपछिको माहौल है त हाम्रो। अब गाइजरले खाना खान्छन्, त्यसपछि पिएको माहौल ल। खाना टाइम है त गाइजरको। ल ल ल खानाको उद्घाटन जिन्दगीको सँगै अब है त। ओहो सुरुको घाँस भेज पऱ्यो नि त केटा। ल है त सामान साट्ने काम भइरहेछ। अब कपडा चेन्ज गर्ने पछि अगाडिको प्रोसेस।
टाइप सी होइन कुमारिया भ्राता होइन त्यो नि टाइप हो तर मेरो पनि कन्या लादा होती बारस स्वयं सानो हाम्रो भाउजू चाहिँ ट्याक्क रेडी भएर आउनुभयो छोड्नु सुपा छोड्नु के सुपा छोड्नु के सुपा छोड्दियो सुपा छोड्नु के बिचबाट छोड्नु बिचबाट छोड्नु फेरि फेरि छोड्दिनु सिलिन्डर हाल्ने काम हुन्छ बिस्तारै कार्यक्रम पनि आउँछ बिस्तारै है त अब दुईजनाले सुपर समात्नु अब तपाईँ उतैबाट यता भाग लगाउनु पर्छ केटा हो लगाउनु पर्छ दुईतिर समात्नु दुईजना यस्तै ठ्याक्क अग्निमा मात्रै फाल्नु है मलाई लिन आउला बस्ने होटलमै भोलि पर्ने होटलमै छोडेर अनि माथिल्लोकै होटलमा बस्ने ओके ल सुनेर हाल्दैछ केटोले डलरले गर्ने हो नि डलरले सिन्दुर हाल्ने टाइम भइरहेछ है त यस्तो तरिकाले होला है त रुकिन है बिस्तारै बाँच्दै जानु सिन्दुर लाग केटाले ल शादी हो गई भाइ वाइड है वाइड जिन्दगीभर त्यो सिन्दुर पुऱ्याउने है थोरै थोरै मिक्स गरेर बस्न पाइन्न है केटा ल ल केटा जुरुक्क उठा यतकामाते जुमसन वसुवयं श्याम पतयोररैणानि गाउन भवानी जन्मान्तर्गतानि गतानि सर्वाणि नश्यन्तो गन्तुं
मेरै भयो एकदम खुसी एकदम हामी खुसीमा गाइस फाइनल 10 फाइनल एकदम खुसी एकदम खुसी हामी साथ कोही दुई मत एकदम खुसी रोए आज दादा भन्छ खै खुसी खासु मात्र आउँछ खुसी खासु मात्र कतिमा फाइनल भयो भन्दैन त तर 15 दिया भए भाइ 3-4 वटा केटीहरु जाने थियो यार 15 दिया भए त जाने टन्नै थियो नि घरसँग हिँड्न त नत्र ल ठीक छ ल फाइनल हो 10 ल 10,000 को डिल नाचेर सिद्धम ल अगाडि सरम ल नाच्ने इन्भिटेसन सबैलाई है जाम नाच्ने ननाच जाम नाच्नु ल पञ्चे बाजा ठोकम एकछिन फेरि नाचिन्छ अब बजाउँ न बजाउँ ल अब हामी चाहिँ नाच्ने छौँ नाचगान हाम्रो जुत्ता लियो पैसा दियो वाला कार्यक्रम भयो अब चाहिँ हामी नाच गान सबैजना पैसा लियो सके छैन अब नाचपछि सिद्धिन्छ हैन भइरहेको छ अब भेनाकै हातबाट लिने बाजा बजाउने गाइजहरु एउटा भेनालाई लिने गाहन त्यहाँ गइसकेपछि पुरा फेरिन पनि सक्छ अझै फिक्स भइसक्यो हैन त्यसको लागि वेट गरौँ हामीले अलरेडी सब्स्क्राइब ल हामीले नाचेर भ्याइयो धन्न देखाउनु पाइयो नाचेको चाहिँ रमाइलो गाइज यहाँ सम्झिनुलाई भइरहेको है त हाम्रो के भन्छ यो है त ल सम्झिने मिलाएको कार्यक्रम नि भइसक्यो त म चाहिँ थोरै सम्झिने कार्यक्रमबाट अगाडि ढिलो भयो मलाई चाहिँ आउन है आन्टीहरू नि आइहाल्नुभयो अब त्यो हामी एकछिनमा जान्छौँ अब भाउजूलाई लिएर घर होइन त ठिक छ केटा होइन ल जन्तीलाई टिका लाउने काम रह्यो बिदाईको काम हुँदैछ बिदाईको कामको लागि तयारी है त अब भाउजूलाई चाहिँ भाइले छोड्न आएछन् है अब ट्याक्क यता अलि अगाडि आएर समाज त गाडीमा घुमेर गाइज एकपल्ट यताबाट अब राइट साइडबाट ल फोटो लगाउँ है नरुनु भाउजू नरुनु घुमोस् भाउजू नरुनु दिदी बस्नुहुन्छ हजुरभित्र भाउजू अब हाँसेर घर जाने है हाँसेर घर जाने हो हाँसेर घर पुग्ने हो आफ्नो आउँदैन बसिदिन्छु हिही गर्नु पर्यो
ल है त हामीले चाहिँ अब अहिलेलाई दुलहा-दुलहीलाई भित्र हालियो के अरे है। अब हामी जानलाई रेडी हो, अब घर जाने हो। हामी फेरि अब घर फर्किन लाग्यौँ है त, सबैजना छौँ है। खै त यहाँ हामीले अलिअलि मान्छे हालिदिउँ त। ल सबै अगाडि बसेछौँ त यहाँ, सोल्टिने जतिले हालेको त अगाडि बसेछौँ होइन त? होइन यहाँ ठिक छ, म यहाँ पछाडि बसाउँला नि त्यसो त। ल ठिक छ, हामी अब घर पुगेर भेटौँ है त। ल हामीहरू आइयो है त, दुलही लिएर आइयो। ल घर आइयो फाइनली है त। गाइस रमाइलो भयो, फेरि एकचोटि रमाइलो भयो। ल अब बेहुलीलाई भित्र आउने हो। खै कहाँ बेहुली हाम्रो? खै गाडी पछाडि छ अलि, गाडी बिस्तारै कार चाहिँ यहाँनिर छ है त। बेहुली भित्र छन् है, हामी त यहाँ नाचिरहेको छ भाइ गाइस। आए दुलहा-दुलही घरमा होइन त केटा ल्याइयो। अब डर लाग्छ कि दियो राख्ने बत्ती राख्ने काम भयो घरभित्र आएर। केटा खुसी छ हैन त? ल बिहेको अर्को दिन है त। हिजो बिहे धेरै नै नाचगान भयो, रमाइलो भयो के अरे होइन। दुलही भित्र आइयो। अहिले चाहिँ अब यसो पूजा भइरहेको यहाँ। आज रिसेप्सन छ के अरे बेलुका चाहिँ, यसो पूजाको माहौल छ अहिले चाहिँ। बुढाबुढीको पूजा हुँदो रहेछ। के पूजा हो? के छ केटा? ठिक छ? हेलो भाउजू ठिक छ? बिहा गरेर ल सुन पसलको साउ जस्तो देखियो। सुन पसलको साउ जस्तो देखियो। कति कमाइयो हिजोदेखि, मेहनत गरेको यत्रो।
जान्छौ विशाल लाग्यो त्यही गर म छोड्दिन्न दाइ भाउजूलाई गर्ने हो पैसै पैसा 2200 त ठुलै छ त त्यसो भए भूमिदेवाय स्वाहा भन कति रहेछ 60,315 गर्नुहोस् 60,315 रहेछ ल सबले सुन्नु 60,315 ल उहाँको हातमा दिनु अब एक दिनमा यति कमाइयो होइन त एक दिनको कमाइ भोलि गर्नुपर्छ अनि इन्टु 30 गरेपछि चाहिँ हिसाबले त कहाँ पुग्छ महिनामा त्यो पैसा जिम्मा ल लक्ष्मीसँग 5 वर्ष दुईटा हातले लगा केटा तेल पुरै लगाइदिएको टुप्पा टुप्पा कपाल गरिदिउँ ल केटो घरवाला भयो अब होइन हेर त कति आउने हुनु उल्टो भयो ल ठिक छ सुल्टै रहेछ उल्टे दुईतिरै रहेछ क्या यस्तो गर्ने नि हो हेर्ने अहिले त ठुला भयो ल भइसक्यो ल खाइदेऊ ल खाऊ 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 ल मिठो मिठो खाऊ ननभेज पाइन्न केटा भोगिला होला भोगिला होला जसले मुख खुल्ला गर्ने हात धुने पैसा कमसेकम 20,000 भन्दा तल नखाऊ है भात यो मान त्यही त छ 20,000 भन्दा तल नखाऊ खाएको खाइ गर्नु 5 वर्ष भयो मुख खुल्ला भयो खाँदैछ उहाँले दिएको जलले मुख खुल्ला गर्ने हात धुने उहाँले दिनुभएको के जल तपाईँले बिहानै ल्याउनु हुँदैन अब बुढी ल्या जल चाहिएन यसलाई अब त्यो उता दिन खान खाली सिधै अब धिराज राख। नदिएसम्म नखानु अब कति दिएर मान्ने हो तपाईँको कुरा ल भाउजू हजुरको डिसिजन है अब म त पैसा दिँदै दिनु है यहाँ फेरि त्यही हो ठ्याक्कै हिजोको केस हो फेरि सालीवाला है त डिस्काउन्ट हाम्रो हजुरको अमाउन्ट पैसा राखिदिनु नभए चेक राखिदिनु न के दिन्छस् भाउजूलाई कति दिने कति हो ए त्यस्तो हो अनि मान्ने हो भाउजूले है त भाउजू भने होइन मान्ने नमान्ने लास्टमा बाटोमा मैले मानिनँ भन्नु यो 5 अब यो 5 दियो बढाउँदै जाने हो क्या हजुर दियर भाउजूको यहाँ अस्ति नै हो डिस्काउन्ट म दिन्छु कि फकान भाउजूलाई त फकाएर मान अलि महँगाइ धेरै छ भाउजू भन्नु पुग्दैन यतिले भन्नु हुँदैन महँगाइ बढी छ अलि तपाईँले राख्दै जानु राख्दा खानुहुन्छ तिमी आऊ त सही पहिला भन् आइसकिन अब मान त सही भन् सबै तिम्रो भन् पुग्दैन है भाउजू त्यो खान कि ढाकिनु पर्यो मेरो बहिनीहरूलाई ठग्ने म यहाँ कहाँ ठगिन्छु भन्नु न भाउजू राख हुन्न 1000को नोट एकै याद छ नाति हुन्न यो रोटी कसार खाँदा ग्यास्ट्रिक हुन्छ अरे भेराइटी होटल गारे रेस्टुरेन्टमा जानु पर्यो त्यही खालि दिनु के ल देऊ अब भगवान देऊ त कति हुन्छ 5 स्टारमा जाने गरिदिनु ल भयो ल भाउजूले मान्नु भयो त फाइनली ल त्यो बारिन्छ त्यो भाउजूले पैसाको कुरो भिनाइस भन्छ खुट्टा किन तेर्छ केटा तैँले
कसो श्रद्धाले त्यही पठाइदिन्छ मलाई को श्रद्धा हो हल्को बिर्का ल्याइदिनु हो र पर्दैन होला को श्रद्धा हो मान्न त म त माथि जानै पर्ने भयो कि पहिले हजुर पहिले सल्लाह गर्नुखेरि यति मुनि छोड्नु भने पर्सै ल्याइने के ओए पर्स त झोला थियो यार मेरो देला पर्समा यसो राख्नु ल फास्ट गरौँ है सबैलाई वर्षमा बिजनेसको कागजै छ सबै हैन चेक नि छ भाउजू यता पूर्ण पात्र तयार गरिदिनु है एकजनाले अब कसलाई फकाउने हो दाइलाई कि भाउजूलाई बार्गेनिङ गर्ने हैन आज पैसा चाहिँ उतै हो के ए उतै हो भनेपछि म उतैको टोली है आज पुरै हामी एउटा भयो आज एक्लै भयो है त बाँड्नु पर्छ भाउजू पैसा भागमा नआउनु नि दाइ आउनु पर्यो नि उठाउने मान्दैन त सुरुवातै ल सुरुवात हात थाप्नु भाउजू हात थाप्नु हो तिमी हुन्न पाका नोट नि हेर्नु है नोट पनि हेर्नु ब्याडलाई छिटो ब्याड खै ओए खै काजल अङ्कल ल्याएर गाह्रो के गरे दिनु अहिले 10 भाउजू जब मुठी बन्द हुन्छ तब बल्ल उठ्ने हात भरि नि होला राख न अब उता मिल्ने भए त पैसा उतै पठाउनु पर्यो नि सबै हामी ल ल 5 बाट 10 मा आइयो बल्ल बन्न धेरै हो नि मात्रै आहाम संख्या बोन्न यो त 500 को है अब त भयो होला घटाउनु त हुन्न क्या अङ्कललाई छिटो पठाम यहाँ बजेट सिक्दिको विवेक खै पर्सै दिम क्या कान्छा हेर सम्झे अहिले खै त नि ड्याडी ल अब भयो हात्ते आयो अब त भयो होला भयो कति छिटो ल भयो बजेटले धान्यो हाम्रो ल के हो त्यो यो अब पिट्ने हो त हैन यहाँ सक्यो ल भयो बाँकी तास खेलाउनु ल समात्यो ल सबै भाग्यमानी हुनुहुन्छ हिँड्नु पर्यो यो गोरु हिँडेन यो यसलाई हान अलि गोरुले हान्छ फेरि सिङले यो साढे गोरु यसलाई यो हिँडे ल अलि माथि गर्के भएन उता पनि भाउजूलाई नि मलाई अङ्कितले गरेको लिएर हाल्छ यो जसले गर्यो त्यो छेउमा बस्यो ल बस ल बस ल मार्यो गाइस ल यहाँबाट नि झरो ल कसले पड्काउँछ है दाउ हैन भाउजू डराउनु है भाउजू डराउनु छोरी मान्छे कति जुगाउनु खोज्छ ल भाउजूले जित्नु जस्तो लाग्यो यो जित्यो सानो ठुलो ल हामीले केटा उडा दाउ ए दाउ जिते यो होम र अवे क्या मुन्ने चाहिँ केटा होम र अवे ल राजनले जिते रेलले जित्छ है ल आज भ्लगको लास्ट दिन है त हामीहरू यहाँ रिसेप्सनको के भन्छ यो होटलमा आइसकेका छौँ है
गाइजहरू रेडी भएर अनि हाम्रो कपाल हाम्रो न्यू जोडी चाहिँ आउँदैछ रेडी भएर है त यो चाहिँ ब्यानर लाखा गेटमा स्याट लाएर भित्र जाने हो द रिभर क्राउन गैँडाकोट द रिभर क्राउन गैँडाकोट है त यस्तो छ यहाँ चाहिँ हो हाम्रो रिसेप्सन नयाँ जोडी आउँदैछ हामी चाहिँ आइपुग्यौँ हिरो ठिक छ अल सेट होइन त ल हस् ल यो 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 गाइज सब यो चाहिँ हल हो है हाम्रो सबै टोली लगभग हाम्रो यो अगाडि आउने गेस्टहरूलाई स्वागत गर्ने टोली चाहिँ आइसकेको छ है त हाम्रो नयाँ जोडी चाहिँ त्यहाँ बस्छ त्यो टक्क राजा रानी बस्छ चाहिँ सफा गरौँला नि बाँकी चाहिँ अब हामीले हेर्ने हो तिनीहरूलाई ट्याक्क 3-4 घन्टा ल हामीले है त यहाँ रिसेप्सनमा लिएर आइयो के अरे दुला दुलैलाई बाँकी टोलीहरू आउँदैछन् रेडी भएर होइन त ल म जान्छु रिसेप्सनको पार्टी प्यालेसमा हामीले लिएर आइहाल्यो दुलैलाई है त ल उता अगाडि लियो नानी सबै लिएर जाऊ छानमाई लियो बाउजूको आसमा त खोइ त नि यसैले छोडिदिने एक्लै बाजुलाई जाऊ समातेर लिएर जाऊ ए यिनीहरू त हुन् त हेर त टिक्टु आइछ नि ल जाम राजन राजन समातेर लैजा बिहेको अब माहौल भ्याइयो है। अब बिस्तारै बिस्तारै नयाँ ब्लगमा भेट्दै गरौँला। त्यतिन्जेलको लागि हजुर सबैलाई जय नेपाल।